नमस्ते। आज चाहिँ म तपाईहरुसँग एउटा सानो जानकारी लिएर आएको छु। मेरो एक्सपिरियन्स, मेरो अनुभव म भन्दैछु है। म पनि यस्तै नै गर्छु। जस्तै हाम्रोमा छ नि है, भात खाने कि नखाने भनेर। भात चाहिँ हामी अब एउटा नेपाली घरमा है, जेमा पनि भात नै पाक्छ। त्यो भात चाहिँ हामीले पोषण कन्ट्रोल गरेर खान सक्छौँ। अलिकति भात, सब्जी, सलाद, दाल सबै मिलाएर खायो भने एउटा ब्यालेन्स डाइट हुन्छ। अनि त्यसले सुगर स्पाइक हुन पनि दिँदैन। अनि हामीले यदि तपाईहरुलाई पुरा सुगर बढेको छ, तपाईहरुलाई भात एभोइड गर्न चाहनुहुन्छ भने त्यसको अल्टरनेटिभ्स लिएर आएको छु। भातको बदली हामीले ब्राउन राइस खान सक्छौँ। यो पनि एकदमै राम्रो हुन्छ, टेस्टी पनि हुन्छ है, हाई इन फाइबर हुन्छ। मकैको भात पनि एकदमै टेस्टी हुन्छ। मेरो झन् एकदमै फेभरेट हो। डेली त म प्राय यो नै खान्छु। दलिया, यो पनि एकदमै टेस्टी पनि हुन्छ, बनाउनु पनि सजिलो, मिठो पनि हुन्छ। अनि अर्को चाहिँ छ किनुवा पनि यसको ग्लाइसेमिक इन्डेक्स एकदमै कम्ती हुन्छ, ब्लड सुगरको लागि एकदमै राम्रो हो। अनि यस्तै अरू टिप्सहरुको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।